त्यहाँबाट अनि अर्को गरेपछि त्यहाँबाट अनि जनजन गुन्डागिरी बढ्यो अर्को सरकार आइसकेपछि अन्त पढ्न त पाइहाल्छ अहिले त धेरै राम्रो छ त्यो मान्छे गाउँले दुध ल्यायो भने त यो बेसी ल्या यो दुध पहिला ल्याएर त्यो बाख्रा यो मैले इन्डियाको त्यो आटा हुन्छ त्यो आटा खाइ त्यहीले बिगार मैले त्यो खायो त्यो पनि गुगार पनि खाइ फेरि दिनु त्यही भएर त म एकैचोटि आगो त दुर्गीको काका आगो हो ठिक हुन्छ र बारी किन अनाज गए दुईवटा गउँका छ गाउँबाट आयो मबाट आयो जिरीबाट आयो हामी आज भात खाने म एकैले अगाडि गएर हिँड्या अगाडि हिँडेर कि म त गइनु भइरहेको छु फेरि हाम्रो त्यो अप्ठ्यारो न हात पैसा खाप्सो त्यसै ढुक्दिने क्या मजाले अरिदिने क्या हगायो पनि गुन्दैन पनि द्रवन हान्यो म त भुइँचालो ढाल्यो कि भने एउटा मागे ल्याउन अघि नै यहाँ के एक मन आज भरि आजकल चल्नु हिवाली खाना चाहिँ जागर मते आइ ल्याउँदैन अब त्यो त बाइक कहिले माथि कहिले गइसक्यो बहिनी कुमा हैन मेरो फोटो गयो लाग्यो कालीभट रोजमा त लिनुपर्छ अब जहिले त गरिकन भन्दै कस्तो धमो होला वर्षी त क्या पुरो बिगुन्छ उ नन कालागिरी हुन्छ हौ त बिवाला माथि को हो त्यो पनि घाटे कहिले रम्थे हैन खान्छु बे रतै भाटे माता सियाजो माता औ यत्रो रुम गफ दिगम लाछ सुरेशले पनि हाल्नु के कति 1 2 3 4 कोटाले बनाएको छ त्यही कुटा बनाउनु पर्ने किला कुटो पठाइदिनु बुझ्छु मैले अहिले दुनिया आएर घरै यात्रा याद गर्न यति ल्याउने यहाँ भन्ने कि हाम्रो कुटो एक भाले छ कि लिएर यस्तो गरिएको कुटो रहेछ त्यही कुटाउनु भाले छ अब अब टुबो मात्रै छ त यार तल यत्रो फुल काटिदिया छ भनेपछि गइ हुन्छ किलोराले बनायो कि गोर्न तिलहरू खायो ल्याउनु पर्छ के सरस हुँदा हुँदै अनि फेरि सरस कोला जाने थोराले गर्ने जम्पै जाने यो डारोले बार्न आउँदैन हुन्छ त्यो हाइल जा भयो यहाँ त बुइने पैसा दिएर पानी हेर्छ नि गइज खा त्यही बेला ठोको भारी जागिरहेको मिल्छ सिर्की बनाउनु मैले तेल दिनु हामीले त सरस भएको मजा आउँथ्यो तन्नु नि कहिले थियो के बिहान होला कि हामीले सुखे पनि ल्याएको ढाका दिए कि मैले लोटी पानी लोटी कता किन चाचार भटा खाइ त हामीले यस्तो भुन्कायो भोकले फेरि यो मै धेरै खाँदैन यहाँ अलिक खान्छ त्यस्तो ओरिजिनल घिउ लिएन हुन्छ यो त कभर गरेर छ भन्दा क्या घिउ न मार्न लगभग नबिने खाने त रोड्ला तनै जिन्दगीमा मैले यो घिउ यस्तो हाम्रो घिउ पान्नबाट ल्याएको घिउ होइन घिउ पनि भात व्यस्तै हो क्या पाल सिलाउनु माइका र बुन माइका दुवा बोल्नु पनि हुँदै कस्तो फरक छ अरू कता गयो भैरो डस जाउम्लीको धन नबोल्नु हैन नन्द हैन बटु त हाला पारस जस्तै झगडा गरे यार एरर पाउँदा कति भयो बाबु 17 भयो क्या हो 18 तेरा 5 18 वालेकुम सलाम खायो बाबुहरु यिनीहरू पनि तल नुहाउन जाने पनि गइ क्या सुनिला त्यहाँदेखि गएको थियो बासु पाउनु भनेर बलै धलिन गयो हो ऊ कता बासु ल्यायो भित्ति ल्यायो यो त मिल्छ नि दुधको त त्यही बान्न पर्दा त्यहाँ ऊ भयो हो हैन ल्यालिन अर्को बच्चा बालेन साहाका
भुल्टे भाषा फाल्ने र कसै पैसा आउँदैन भने र उसलाई त्यो कहाँ हाम्रै गाउँले मिस्दै खाने रोटी दुःख नगर होइन लौरिया बग्री जस्तो साइकलले बेच्नु त कता मारिन् ल्यालिन अर्को बच्चा भुल्टे भाषा फाल्ने र कसै पैसा आउँदैन भने र उसलाई त्यो कहाँ हाम्रै गाउँले तुमतिर भए त भोलि हेरेर पनि होला गाईमा फेरि हेर्नु पाए पनि हुने थियो खाएर बिरुवा त म त जान्छु तुमको तुम त सुन्नु यता जुत्ताउँछ नि पैसा भुसियाले पोलिदिन्छ कोदाला जस्तो बुद्धा जस्तो म त आइपुग्छ अरू आइपुग्नु यार हात्दैछ नै मुस्छ अब कटु त हालिया छ मैले दाल